दोलखा जिल्लाको बिगु गाउँपालिकामा अवस्थित लप्ची एउटा यस्तो पवित्र र अद्भुत भूमि हो जहाँ इतिहास, अध्यात्म, संस्कृति, प्रकृति र मानव सभ्यताको एउटा अनुपम सङ्गम भेटिन्छ। भौगोलिक हिसाबले अत्यन्तै विकट र दुर्गम मानिने यो क्षेत्र सौन्दर्य र आध्यात्मिक महत्त्वको दृष्टिले भने उत्तिकै समृद्ध छ। लप्ची केवल बिगु गाउँपालिका वा दोलखा जिल्लाको मात्र गौरव स्थल होइन, यो सम्पूर्ण क्षेत्र र समग्र राष्ट्रकै सांस्कृतिक, धार्मिक र प्राचीन पहिचानको अमूल्य प्रतीक हो। यहाँ आउने जो कोहीको मन र आत्मालाई लप्चीले एउटा गहिरो र अमेट छाप छोड्छ। हिमालको शान्त र शीतल छाया वरिपरि फैलिएको घना हरियाली वनस्पति, पहाडका कापबाट निस्किएका कञ्चन खोलाको मधुर सङ्गीत र परापूर्व कालदेखि गुन्जिरहेको गुम्बाको विशुद्ध वातावरणले यहाँ पुग्ने पर्यटक र साधक दुवैलाई मन्त्रमुग्ध बनाउँछ। लप्ची गुम्बा पुगेपछि अनुभव हुने परम शान्ति र आनन्दलाई शब्दमा व्यक्त गर्न निकै कठिन छ। यहाँको प्रत्येक हावाको झोक्काले मनका सारा विकार र तनावहरूलाई बगाएर लैजान्छ। यहाँको अलौकिक वातावरणले केवल ध्यान र साधनाका लागि मात्र उपयुक्त वातावरण प्रदान गर्दैन, आधुनिक जीवनको व्यस्तता र कोलाहलबाट थाकेका मानिसहरूलाई मनको शान्ति, मानसिक विश्राम र प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गर्ने दुर्लभ अवसर पनि प्रदान गर्छ। हिमाल र जङ्गलले घेरिएको खुल्ला नीलो आकाश र नदी खोलाको अविराम ध्वनि बीच बस्दा मानिसको मन स्वत एकाग्र र शान्त हुन पुग्छ। वर्षेनी देश विदेशका थुप्रै पर्यटक र लामा गुरुहरू निकै कष्टकर र लामो यात्रा तय गरेर यहाँ आउँछन्। जतिसुकै लामो र थकाइ लाग्दो बाटो भए तापनि जब मानिस लप्चीको आँगनमा पाइला टेक्छ तब प्रकृति र आध्यात्मिकतासँगको अन्तरङ्ग अनुभवले यात्राको सम्पूर्ण थकाइ र पीडा क्षणभरमै हराउँछ। गुम्बाको वरिपरि फैलिएको शान्त वातावरणले मानव र प्रकृति बीचको गहिरो, पुरानो र अविच्छिन्न सम्बन्धको प्रत्यक्ष अनुभूति गराउँछ। भौगोलिक रूपमा हेर्दा साबिकको लामाबगर गाविस र हालको बिगु गाउँपालिकाको उत्तरी भेगमा अवस्थित लप्ची भ्याली नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्दछ। यो गाउँ चिनिया भूभागले तीनतिरबाट घेरिएको छ, जसलाई नेपालभित्रको दोलखा जिल्लाको लास्ट भिलेज अर्थात् अन्तिम गाउँ भनेर पनि चिनिन्छ। लामा बगरबाट पैदल यात्रा सुरु गरेर लप्ची पुग्न झन्डै 2 दिनको कडा परिश्रमयुक्त यात्रा गर्नुपर्दछ। तर यो यात्राले इतिहास र अध्यात्मको एउटा लामो कालखण्डभित्र प्रवेश गराउँछ। इतिहासका जानकारहरू र स्थानीयहरूका अनुसार यस ठाउँमा आजभन्दा झन्डै 1100 वर्ष अघि तिब्बततिरबाट शेर्पाहरू आएर बसोबास सुरु गरेका थिए।
तर लप्चीको वास्तविक ऐतिहासिक र आध्यात्मिक इतिहासको खोजी गर्दै जाँदा हामी इतिहासका विख्यात तान्त्रिक, तन्त्र साधक तथा बौद्ध धर्मका महान योगी गुरु मिलारेपा, जसलाई स्थानीय भाषामा मेलारेप्पा पनि भनिन्छ, उहाँको कालखण्डमा पुग्छौं। 11औं शताब्दीका प्रसिद्ध बौद्ध योगी मिलारेपाले यहाँ पाइला टेकेपछि मात्र लप्ची गाउँमा मानिसहरूको नियमित आवत-जावत र बसोबासले व्यापकता पाएको मानिन्छ। बौद्ध धर्मग्रन्थहरू र स्थानीय किम्वदन्ती अनुसार गुरु मिलारेपाले प्राचीन बोन धर्म परित्याग गरी बौद्ध धर्ममा लीन भएपछि यसै पवित्र भूमिमा कठोर साधना गरी बोधिसत्व अर्थात् बुद्धत्व प्राप्त गर्नुभएको थियो। मानसिक र आध्यात्मिक शान्तिका लागि मिलारेपाले लप्ची गाउँका विकट गुफाहरूमा वर्षौंसम्म ध्यान गर्नुभएको थियो। इतिहासको साक्षीका रूपमा ती पवित्र गुफाहरू आज पनि लप्चीमा जस्ताको तस्तै सुरक्षित छन्। मिलारेपाले ध्यान गरेकै कारण लप्ची गाउँलाई बौद्ध दर्शनमा विश्वकै सबैभन्दा पवित्र स्थलहरूमध्ये एक मानिन्छ। बौद्ध धर्ममा 3वटा सबैभन्दा महत्त्वपूर्ण तीर्थस्थानहरूको चर्चा गरिन्छ, जसमध्ये एक यही लप्ची गुम्बा र यसको ओरपरको क्षेत्र हो। लप्चीमा रहेको एउटा विशाल ढुङ्गामा मिलारेपा गुरुको स्पष्ट पाइलाको छाप रहेको विश्वास गरिन्छ, जसलाई दर्शनार्थीहरूले ठूलो श्रद्धाका साथ पूजा गर्छन्। त्यस्तै तल भ्यालीमा रहेको रेजिन गुम्बा ध्यान केन्द्रमा पनि मिलारेपाकै अर्को पाइला पनि रहेको छ। मिलारेपाको खुट्टा छाप भित्र छ। त्यो ठाउँको त्यो हाईको त्यो 4200-300 छ। त्यो हाई हो। त्यो हाम्रो लप्चीको त्यो टप मिलारेपाको त्यो तीर्थको यहाँ हो। त्यो हाम्रो त्यो मिलारेपा लप्ची मिलारेपाको खुट्टा छाप 2टा छ। एउटा तल रेजिन गुम्बा में भीतर में एउटा छ देंगेन्द्र गुम्बा को एउटा त्यो सिपू को त्यो हो। इन्हें लप्ची को टप त ये हो ना। ते लप्ची सिपू को क्या बोले सा सिपू बोले बल्कि यहाँ डाँडा को ते नाम गोला हाम्रो ते भाषा में क्या बोले सा सिपू बोले सा सेप बोले सा। ते इधर मिलारेपा एउटा केप छ। मिलारेपा को ने ते पानी खाना पानी मिलारेपा को देंगा ने बेला खाना पानी दे सा। मिलारेपा खुट्टा छाप देने सा। मिलारेपा धेरै देंगा और त्यसो ठाउँ एकदम त्यता ठुलो हो। त्यो मिलारेपा किन आएगा अघि म एकचोटि बोलिसके साथ त्यो छक्का सम्बरा हो। त्यो ठाउँ हो यो तीर्थ ये सबै त्यसले मिलारेपा गुरुले और तबे उधर लप्ची जानु। लप्ची में एकदम छक्का सम्बरा तीर्थ ठुलो छ। त्यो में देंगानु बोले मिलारेपा यहाँ आएपछि मिलारेपा छचोटि आएछ। यहाँको खुट्टा छाप त उता फलाकतिर जाने बेला खुट्टा छाप राख्नेको त्यो कुराको छापको हो। त्यति मात्र होइन, गुरु मिलारेपाले दोलखा जिल्लाको उत्तरी भेगका विभिन्न क्षेत्रहरू जस्तै छेमावती, बिगु, रोलवालिङ र लप्ची लगायतका स्थानमा बौद्ध धर्मको प्रचार प्रसार गर्नुभएको थियो र विभिन्न गुम्बाहरूको स्थापना गर्नुभएको थियो। जनविश्वास अनुसार त्यस समयमा गौरी शंकर हिमालको आसपासमा बस्ने स्थानीय जनतालाई अनेकौं दुःख र कष्ट दिने 5 राक्षस दिदीबहिनीहरूको संहार गरी मिलारेपाले यस क्षेत्रका सोझा जनतालाई सुरक्षा प्रदान गर्नुभएको थियो। ती 5 दिदीबहिनी मध्येकी एक शक्तिशाली डाकिनी देवी छिरिङमाको पनि यहाँ पाइला रहेको छ। छिरिङमाको पाइला वा छापलाई शक्ति, शान्ति र प्राकृतिक सम्पदाको रक्षिकाको रूपमा पूजा गरिन्छ। ये हाम्रो त्यो छिरिङमा बोलेछ। छिरिङमा डाकिनी त्यको फुटपिरिङ खुट्टा छाप ए सानो छ न हो त्यो हो। ये इंग्लिश मिलेर छिरिङमाको फुटपिरिङ हो त्यो हो। त्यो लप्चीको त्यो छिरिङमाको खुट्टा छाप ये मात्र हो, अर्को छैन डाकिनीको। ये मिलारेपाको खुट्टा छाप त छ, छिरिङमाको छैन। छिरिङमाको ये हो। छिरिङमा बोलेछ ये डाकिनीको नाम इंग्लिश में डाकिनी बोलेछ। डाकिनी पछि सबै थाहा हुन्छ।
त्यसो त गुरु मिलारेपा धर्म प्रचार गर्ने र जनतालाई दुःखबाट मुक्ति दिने क्रममा चरा जस्तै उडेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेको किम्बदन्ती आज पनि यस क्षेत्रका कुना काप्चामा व्यापक रूपमा चर्चित र जीवन्त छ। यस क्षेत्रमा गुरु मिलारेपाको महिमासँग जोडिएका अनगिन्ती कथाहरू र प्रमाणहरू अझै पनि जीवित छन्। यहाँ चाहिँ अब सबभन्दा हामीले चाहिँ मिलारेपाको हाम्रो अब मूर्तिहरू छ। यहाँ चाहिँ मिलारेपाको मूर्ति जुन ङाङडामा भन्छ, ङाङडामा भनेपछि त्यतिखेर मिलारेपा हुँदै गएर एउटा स्ट्याचु बनाएर त्यो चाहिँ मोस जस्तै छ भनेर उहाँले चाहिँ भन्नुभएको कारणले यही अहिले नाम पनि जुन ङाङडामा भन्छ। ङाङडामा चाहिँ अब यो पनि टिबेटियन भाषा भनौँ, यो ङाङडामा भएपछि मो जस्तै छ भनेर चाहिँ उहाँले बताउनु भएको। अनि अर्को चाहिँ उहाँको गुफा, यही पछाडि गुफा एकदम अब अहिले नेचुरलै छ, हामीले कुनै त्यसमा बनावट छैन। त्यसपछि खुट्टाको पैदल 2 ठाउँ छ। 2 ठाउँमा चाहिँ उहाँको खुट्टाको पैदल चाहिँ अब जसरी नेचुरल ढुङ्गामा यस्तो कहाँबाट आएको जस्तो पनि फिल छ। त्यस पछाडि माथि उहाँहरू अलिकति उहाँ चाहिँ आकाशमा उडेको, अहिले जुन हामीले यहाँ किताबमा देख्नुहुन्छ उहाँले कसरी आकाशमा उडेको ठाउँ पनि यही हो। यो यहाँ र जुन यो त्यतिखेर अब अहिले चाहिँ हाम्रो बोर्डरले गर्दाखेरि हामी सबै ठाउँमा पुग्न सक्दैनौँ, किनभने हामी एक ठाउँमा जाँदाखेरि अब एउटा के अरे आफ्नो देशको यो चाहिँ बोर्डरको हिसाबले, नत्र यता मिलारेपा यो ठाउँ सबैमा घुम्नु भएपछि मिलारेपा अहिले नै आएको जस्तो फिल हुन्छ। त्यस्तै गुम्बाभन्दा माथि पहाडको खोजमा एउटा सानो पानीको कुण्ड छ। यसलाई गुरु मिलारेपाले पानी पिउने कुवाका रूपमा लिइन्छ। पहाडको यति उचाइमा पनि यस कुवामा 12 महिना अनवरत रूपमा पानी पलाइरहन्छ। लप्ची गुम्बाका लागि यो कुण्ड विशेष आस्थाको केन्द्र मानिँदै आएको छ। अब यो चाहिँ जुन चाहिँ अब अघि जुन चाहिँ मेलाको त्यो अमृत भन्यो नि हामी, त्यो डुब्छु, अब डुब्छु पनि भन्छ, नेपालीबाट भन्यो भने अमृत जस्तो हो। अब यो चाहिँ अब उहाँले त्यो पिउनु लाग्यो त्यो पानी चाहिँ अब महाकालाले चाहिँ अन्त त्यो हाम्रो चक्रा सम्बरा भन्ने खोलो दिन्छौ भन्छ, उहाँले अन्त यो पिउनु लाग्यो त्यो पानी चाहिँ अब यहाँ निकाल्नु भएको अमृत चाहिँ। अब यो हिउँदो बर्खा कुनैमा पनि नगर्ने नसुक्ने, अन्त यो विन्टरमा त्यो हिउँदोमा आइस पनि नहुने पानी चाहिँ यो अब यो झिप्झे मेलाले उहाँले पिउने पानी भन्यो भने के भन्यो भने उहाँले युज गर्ने चाहिँ यो अमृत पानी चाहिँ यही हो। यो चाहिँ अब तपाईँले यो भित्र हेर्दा हुन्छ, एकदम यो छ। अब हामीले दर्शन गर्ने भनेको चाहिँ यो पानी हो, अन्त यो गुफा हो माथिको, अन्त उहाँको झिप्झे मेलाको जुन चाहिँ 1 जुनीको बुद्ध प्राप्त गरेको अन्त उहाँ खुट्टाको पैताला, अन्त त्यो चाहिँ एकदम 3टा चाहिँ अब यहाँको सबसे अब माथि टप चाहिँ अब यही हो। यो पानी एकदम तपाईँलाई हामीले पियो भने अन्त हाम्रो के भन्छ उहिले जुनीको शरीरको अन्त पापहरू पनि हटिने, अन्त आफैले मन पनि शान्ति हुने, अन्त संसारको प्राणीहरूले सबैले शान्ति सुख शान्ति बनाउने पनि हाम्रो मनमा सोचेर अन्त यो पानी पिए पनि आफैले अन्त यो के भन्छ अब यो जुनी मात्रै होइन अर्को जुनीमा पनि राम्रो पाउन सक्छ नि। अन्त जुनी भनेको चाहिँ हाम्रो धर्म भनेको विश्वास हो। सबै यो जुनी र अर्को जुनी भन्ने चाहिँ धेरै विश्वासले गर्दा अन्त हामी अब झिप्झे मेलाले पनि उहाँले पनि त्यही भन्नुभएको छ, विश्वास चाहिँ एकदम ठुलो। विश्वास गरे पनि अब सबै मिल्न सक्छ, विश्वास भएन भने अन्त हामी केही पनि हुन सक्दैन भन्ने झिप्झे मेलाले उहाँले एक बुद्धले उहाँले त्यही भन्नुभएको छ क्या। अन्त अब सर्टकरीमा चाहिँ अब मिनिङ भनेपछि त्यो अब हाम्रो लाप्चीको सबसे टप चाहिँ गुफा चाहिँ यही हो। संसारभरका बौद्ध मार्गीहरू बौद्ध शिक्षा र मिलारेपाको पाइलाको दर्शन गर्न लप्ची पुग्ने गर्छन्। यस पवित्र भूमिमा प्राचीन गोन्पा अर्थात् गुम्बा शिक्षा र ध्यान विधिको माध्यमबाट बौद्ध शिक्षा प्रवाह हुँदै आएको छ। यहाँको सिकाइ किताबी ज्ञानमा मात्र सीमित छैन। यहाँका प्राचीन गोन्पाहरूभित्र युवा भिक्षुहरू औपचारिक शिक्षाका साथै पवित्र बौद्ध दर्शन र तिब्बती भाषाको अध्ययन गर्छन्।
नजिकैका गुफाहरूमा नेपाल, तिब्बत र विश्वभरका साधकहरू पूर्ण मौनतामा वर्षौं बिताउँछन् र आन्तरिक चेतनाको कलामा निपुणता हासिल गर्छन्। लप्ची एउटा यस्तो शाश्वत विश्वव्यापी केन्द्रको रूपमा उभिएको छ जहाँ हिमाली शान्तिले आत्मखोजको अन्तिम यात्रालाई प्रेरित गर्दछ। 4000 मिटर भन्दा माथिको उचाइमा रहेको लप्ची गुम्बाबाट छोपा बामरे, आमा बामरे लगायतका थुप्रै हिम श्रृङ्खलाहरू देखिन्छन्। यहाँ माथिल्लो र तल्लो गरी 2वटा गुम्बा छन्। माथिल्लो गुम्बा भीमकाय चट्टानी भिरमा अलौकिक रूपमा बसेको छ। स्थानीय स्तरमा यसलाई रेछेन शेर्पा दोर्जे गुम्बा भनेर चिनिन्छ। इतिहास र पुरातत्वका जानकारहरूका अनुसार यो गुम्बा र यससँग जोडिएको ध्यान केन्द्र झन्डै 810 वर्षभन्दा पहिले निर्माण भएको हो। शताब्दीऔं पुरानो यो गुम्बाको वास्तुकला, त्यहाँभित्र रहेका प्राचीन मूर्तिहरू, थानका चित्रहरू र धर्मग्रन्थहरूले प्राचीन हिमाली सभ्यता र कलाको जीवन्त प्रतिनिधित्व गर्छन्। यहाँ हाम्रो बुद्ध भगवानको मूर्ति यो हो। अनि ये हाम्रो मिलारेवाको यहाँ तीर्थ, यहाँ चकासम्बराको यहाँ मिलारेवा मिटिसी आएको मिलारेवा मूर्ति यो हो। अनि मिलारेवाको चेला मेनको त्यो गाम्बोबा त्यो हो। गाम्बोबाको ये चेला मेन ये फामुटुबाको चेला ये जिग्देन सुमगुन। अनि जिग्देन सुमगुनबाट यहाँ हाम्रो यहाँ मन्दिर में अनि धेरै लामा पाटा दिएर यहाँ देङ्गरे हाम्रो डिकुङ कैजी परम्पराको यहाँ हाम्रो मेडिटेसन सेन्टर त्यो बनेले अहिलेसम्म 810 वर्ष यहाँ गुम्बाको यहाँ पुरानो त्यो गुम्बा हो। अनि यता आउनु हो। ये मेन ये पहिलो ये चकासम्बरा ये हो। ये चकासम्बराको ये ठाउँ ये सबै ये तीर्थ चकासम्बराको ये तीर्थ हो। ये मङ्गलासी सेम रुसेम हो। यहाँ हाम्रो ये लप्चीको मिलारेवा आउनेको ये चकासम्बराको यहाँ तीर्थ भला ये मिलारेवा गुरुले मिलारेवाको गुरु मार्बल होजाले अनि तपाईँ ये लप्ची जानु अनि चकासम्बरा तीर्थ त्यो छ। अनि त्यहाँ मेडिटेसन गर्नु बोलेर यो चकासम्बरा ये हो। ये वाचर युगिनी हो। ये हाम्रो अप्ची बोलेछ, अप्ची डाकिनी यहाँ हाम्रो डिकुङको त्यो सुङमा बोलेछ। अनि सबैलाई सपोर्ट गर्ने एकदम अनि तीर्थ त्यसो हो। अनि मूर्ति नामको अनि डिकुङ आची छेटन बोलेछ। अनि यता मिलारेवाको हिस्ट्री छ। मिलारेवाको चेला धेरै छ। मेन चेला 25 जना छ। 25 जना यहाँको यहाँको त्यो यो थाङ्गाहरू सबै मिलारेवा चेलाहरूको त्यो हिस्ट्रीको यसो थाङ्गा यो मेन थाङ्गा टोटल 26 छ। मेन एउटा थाङ्गा मिलारेवाको, अर्को चेला 25 अनि टोटल 26 छ। लप्ची गुम्बा क्षेत्रमा 4वटा प्रमुख पहाडका चुचुरा रहेका छन् जसलाई मन्जुरस, वर्जपानी, अबलोकी सुरा र छ्याक समरह भनेर चिनिन्छ। यो गुम्बा केवल एउटा पूजा गर्ने ठाउँ मात्र होइन, यो त एउटा विशाल र ऐतिहासिक विश्वविद्यालय जस्तै हो जसले शताब्दीौंदेखि संसारलाई शान्ति, करुणा र ध्यानको मार्ग देखाउँदै आएको छ। लप्ची भ्यालीको अर्को सबैभन्दा ठूलो विशेषता भनेको यहाँ रहेका 35वटा मेडिटेसन सेन्टर अर्थात् ध्यान केन्द्रहरू हुन्। हिमालका चट्टान र प्राकृतिक ओढारहरूलाई रूपान्तरण गरेर बनाइएका यी ध्यान केन्द्रहरू र गुफाहरूमा आज पनि विश्वका विभिन्न देशहरूबाट आएका लामा, गुरु, बौद्ध भिक्षु र उच्च साधकहरू वर्षौंसम्म बाहिरी संसारबाट पूर्ण रूपमा अलग रहेर कठोर ध्यानमा लीन हुने गर्दछन्। लप्ची बौद्ध धर्मावलम्बीहरूको मात्रै आस्थाको केन्द्र होइन, यो त जात, धर्म र राष्ट्रियताको सीमाभन्दा माथि उठेर मानसिक शान्तिको खोजीमा रहेका विश्वका तमाम नागरिकहरूको साझा चौतारी हो।
संसारका कुना कुनाबाट मानिसहरू निकै ठूलो रकम खर्च गरेर अनेकौं कष्ट सहेर यस विकट गाउँमा आउँछन् र महिनौसम्म ध्यान गरेर बस्छन्। आधुनिक भौतिकवादी संसारको तडक भडक र कोलाहलपूर्ण वातावरणबाट आजित भएका मानिसहरूका लागि लप्ची एउटा अचूक आध्यात्मिक औषधि साबित भएको छ। धेरै अब चाहिँ योगीहरू चाहिँ अब मिलरेबकै चेला भएर आउनुहुन्छ अनि त्यसपछि यहाँ चाहिँ अब 3-4 दिनसम्म चाहिँ यहाँ तीर्थस्थलहरू घुमेर गुम्बामा ध्यान गरेर त्यस पछाडि कुनै बुद्धिस्टको बारेमा शिक्षण लिएर पढ्ने यस्तो किताबहरू यहाँ हुन्छ, त्यसमा चाहिँ सबैले जानकारी लिएर चाहिँ धेरैहरू चाहिँ यस्तो आउँछ। मेडिटेसनको चाहिँ एकदम यहाँ चाहिँ मुख्य फलो पनि हो र पहिला चाहिँ किन चाहिँ अलिकति बाटो टाढो भएको कारणले चाहिँ आउनुलाई चाहिँ र रासन पानी ल्याउनुलाई चाहिँ अलिकति कठिनाइ भएकोलाई चाहिँ अलिक कम आइरहेको थियो। अहिले चाहिँ अब बिस्तारै यहाँ रोडहरू आइपुगेछ, नजिक पुग्दाखेरि अनि मेडिटेसनहरू आउने क्रम पनि धेरै बढेको छ। त्यसमा चाहिँ एकदम यो मेडिटेसन गर्नुको त्यो ठाउँ र यहाँ चाहिँ योगी मिलरेबले नै यहाँ बुद्ध प्राप्त एनलाइटन भएको कारणले चाहिँ अनि मान्छेहरू यसको धर्मको विषय बुझेर पनि धेरै आउने गरिरहेछ। लप्चीको एउटा छुट्टै महिमा बोकेर बसेको छ लप्ची गाउँ। खास गरी प्राकृतिक र आध्यात्मिक सौन्दर्यलाई यहाँको विशिष्ट स्थानीय जीवनशैली र सांस्कृतिक परम्पराले अझ बढी सुन्दर, जीवन्त र प्रिय बनाएको छ। यहाँ बस्ने स्थानीय बासिन्दाहरूको जीवन अत्यन्तै सरल तर निकै सङ्घर्षपूर्ण छ। यहाँका स्थानीयको मुख्य पेशा याक र चौरी पालन हो। हिमाली क्षेत्रको अत्यधिक चिसो र हिमपातका कारण यहाँ वर्षको 12 महिना बस्न सक्ने वातावरण हुँदैन। मौसमको अनुकूलता अनुसार स्थानीय बासिन्दाहरू वर्षको 6 महिना मात्र लप्ची गाउँमा बस्ने गर्छन्। जब हिउँद सुरु हुन्छ र अत्यधिक चिसोले जीवन कष्टकर बन्छ तब उनीहरू आफ्ना चौरी गोठ र जाय जेठा सहित अलिक तल रहेको लुमनाङ गाउँमा बसाइ सर्छन्। यसरी वर्षमा 2 पटक आफ्नो थातथलो परिवर्तन गर्नुपर्ने बाध्यता र दुर्गम जीवनशैली भए तापनि यहाँका मानिसहरूको मन भने हिमाल जत्तिकै सफा र फराकिलो छ। उनीहरूको आतिथ्य सत्कार र सामूहिक भावना अतुलनीय छ। लामो र थकाइ लाग्दो यात्रा पार गरेर लप्ची पुग्ने कुनै पनि पाइला वा पर्यटकलाई देख्दा गाउँलेहरूमा एउटा छुट्टै उत्साह र खुसी छाउँछ। उनीहरू पाहुनालाई निकै आत्मीयताका साथ स्वागत गर्छन् र आफ्नो घर परिवारको सदस्यलाई जस्तै सत्कार प्रदान गर्छन्। आफ्नो सादा र प्राचीन भान्सामा पाकेको स्थानीय परिकार खुवाउँदै आफ्ना पुर्खाहरूका कथा र मिलारेपाका किम्बदन्तीहरू सुनाउँदै उनीहरूले देखाउने यो अपनत्व र मिलनसारपनले पर्यटकको अनुभवलाई सधैँका लागि अविस्मरणीय बनाउँछ। यही मानवीय आत्मीयता र हिमाली सरलताले गर्दा लप्ची पुग्ने जो कोहीलाई पनि त्यहाँबाट फर्किन मन लाग्दैन। लप्चीको भूगोल अलौकिक छ। 2 भीमकाय पहाडको टाकुराको फेदीबाट तामाकोशी बग्ने गर्छ। यही भीमकाय भिरमा अहिले सडक ट्र्याक खुलेको छ। बाटोमा अग्ला पहाडको खोजबाट खसेका झरनाहरू भेटिन्छन्।
लप्ची गुम्बा र यसको वरिपरि फैलिएको प्राकृतिक सौन्दर्यलाई नियाल्दा लाग्छ प्रकृतिले यस ठाउँलाई आफ्नै हातले सजाएर धरतीको एउटा अनमोल गहना बनाएकी हुन्। लप्ची केवल एउटा भूगोल मात्र होइन, यो प्रकृति र जीवहरूको पनि एउटा अनौठो र आदर्श सह अस्तित्वको नमुना हो। त्यसैले यहाँको सबैभन्दा ठूलो र प्रशंसनीय विशेषता लप्ची र यसको वरपरको क्षेत्रमा माछा मासु तथा कुनै पनि प्रकारको जीव हिंसा पूर्ण रूपमा निषेध छ। शताब्दीयौंदेखि चल्दै आएको यो नियम बौद्ध दर्शनको मूल मर्म अर्थात् करुणा, अहिंसा, सह अस्तित्व र प्रकृतिप्रतिको अगाध सम्मानसँग जोडिएको छ। लप्चीमा पर्यटकहरूको चहल पहल बढेको धेरै लामो समय भएको छैन। करिब 1 दशक अघि लामा बगरमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुवात भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू बिस्तारै आउन थालेका हुन्। देशमा स्थानीय सरकार आएपछि विकट मानिने लप्चीले क्रमशः सहजताको मार्ग पक्रिन थालेको छ। केही वर्ष यता बिगु गाउँपालिकाले सडक सञ्जाल विस्तारको कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। सडक मार्ग सहज भएसँगै लप्ची पुग्ने पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। हाल दैनिक 300 देखि 500 जनासम्म पर्यटकहरू लप्ची पुग्ने गरेका छन्, जसले यहाँको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटन प्रवर्धनलाई एउटा नयाँ र सुनौलो अवसर सिर्जना गरेको छ। हामी चाहिँ धेरै ट्रेक हिँड्ने मान्छे हो हैन। यसपालि चाहिँ मनसुनको ट्राई गरौँ न कस्तो हुँदो रहेछ भनेर आएको। यो नयाँ ठाउँ हामीले देखेर टिकटकमा एउटा बहिनीले हालेको देखेर यत्तिकै हामी आएको क्या, आफै एक्सप्लोर गर्ने भनेर। साथीहरू अस्तिको दिन मात्रै अब हैन प्लान गरेर अनि सबैजना मिल्यो, अब सबै हिँड्ने खालको नै हुनुहुन्छ। मलाई चाहिँ एकदम राम्रो लाग्यो अहिलेसम्म हिँडेको ट्रेकमा। इजी क्या हैन, कहीँ अप्ठ्यारो त्यस्तो छैन। अब त्यहाँ बाटोहरू बनाउँदै हुनुहुँदो रहेछ, त्यसमा अलिकति उयो भयो, तर एकदम इजी, त्यस्तो गाह्रो छैन। जो पनि आउनु चाहिँ यहाँसम्म चाहिँ अब माथि कस्तो छ थाहा छैन है, यहाँसम्म चाहिँ। अनि मलाई चाहिँ कस्तो लाङटाङतिरको अनि एबिसीतिरको भाइब्सहरू आयो क्या। जस ओभरअल राम्रो छ हाम्रो नेपाल। बिगु गाउँपालिकाको स्थापनापछि लप्चीको व्यवस्थित विकासका लागि पर्यटन गुरु योजना बनाएर दूरदर्शी हिसाबले लप्चीको पूर्वाधार विकासको काम अघि बढाइएको छ। हाल गाउँपालिकाले यहाँ स्वच्छ खानेपानी, सार्वजनिक शौचालय र गुम्बाभित्र बस्ने साधक तथा भिक्षुहरूका लागि भान्साको व्यवस्थापन गरिरहेको छ। यसका साथै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा पनि गाउँपालिका सक्रियताका साथ लागि परेको छ। स्थानीय सरकार, स्थानीय बासिन्दा, लप्चीको गुम्बा कम्युनिटी र संरक्षण क्षेत्र लगायत सबैजनाले यसको प्रवर्धनको लागि हामी काम गरिराखेका छौँ। निजी जलविद्युत प्रवर्धकहरूबाट निकै माथिसम्म बाटो जोडिए पछाडि स्थानीय सरकारले अरू पैदल यात्रीको लागि बाटो, खानेपानी, शौचालय र गुम्बाभित्र बस्ने कोठा र किचनको व्यवस्था गरिसकेको छ। हाल करिब 200 जना जति त्यस्ता आन्तरिक र बाह्य पर्यटकहरूलाई चाहिँ उक्त क्षेत्रमा बस्नको लागि राम्रो व्यवस्था रहेको छ। स्थानीय सरकारको तर्फबाट जति सकिन्छ हामीले कोसिस गरिराखेका छौँ। वातावरण मैत्री पैदल यात्रीको लागि बाटो बनाउनेदेखि अरू थुप्रै त्यस्ता पूर्वाधारहरूको लागि चाहिँ यो बिगु गाउँपालिका काम गरिराखेको छ। आगामी वर्षको बजेटको लागि पनि कम्तीमा शौचालयहरू निर्माण गर्ने र धेरै चिसो हुने हुनाले चिसोबाट बच्नको लागि बनेका रुमहरूमा इन्सुलेटेड प्रविधिहरू प्रयोग गरेर र बत्ती पुगे पछाडि अरू तापक्रमलाई मेन्टेन गर्न सक्ने गरी कसरी हामी काम गर्न सक्छौँ भनेर त्यो पनि छलफल भइराखेको छ। लप्चीको सन्दर्भमा माथिल्लो गाउँ, तल्लो गुम्बा र माथिल्लो गुम्बा, यो गाउँ र गुम्बा सहित सबैजना मिलेर आउने पर्यटकहरूलाई होस्ट गर्नुपर्ने अवस्था छ।
त्यसो त लप्चीको सुव्यवस्थित विकास गर्न सकिएमा स्थानीय स्तरमा होमस्टेको प्रवर्धन हुन सक्छ, हिमाली हस्तकलाको विकास हुन सक्छ र यातायात तथा पर्यटन व्यवसायले ठूलो गति लिन सक्छ। अब लप्चीको ऐतिहासिक र आध्यात्मिक गरिमा जोगाउँदै पर्यटकीय गतिविधि र भौतिक विकासको सन्तुलन मिलाउनु आजको मुख्य आवश्यकता हो। यदि हामीले लप्चीको शान्ति, प्रकृति र आध्यात्मिकता सुरक्षित राख्न सक्यौं भने यो स्थान विश्व स्तरको शान्ति केन्द्र र नेपालको गौरव बन्न सक्छ।